Good morning guys, welcome to my channel. आजको मौसम चाहिँ यस्तो छ, पानी झर्न आँटिराखेको छ। हामी चाहिँ आज के भन्छ भेडाको उन काट्नको लागि जान लागेको गोठमा रेडी हुँदैछौँ। यता पानीले कति साथ दिन्छ हेरौँ है त। लाएर वडारी रौ तुजुरी स्कुल गउँ त त्यही थाहा छ म त ए कुरी माइले चाहिँ मान्दैन डी फोन आयो फोन Hello? Oi. Cari ba, tinggi ni lah bangla. Tashi me de dila aja bangla, sik ni haji we. Oh. Tashi me hade, to umrang do salal ba de. Undo pepe de nam view you. Lo, na undo pepe bile me nam view you ja inji. Lo. हामी किपरमा आइपुगेका छौँ। आई भिडियो मौसम सफा हुने छाटकाट छैन, अनि झर्ना लागिरहेछ। गहुँ तोरी यस्तो छ। उम्राङ आइपुगेका छौँ। हामी हिउँदे उन काट्न जान लाग्यो, तर बर्खा जस्तो भइरहेछ। यो मकै गहुँ रुख बिरुवा हेर्दा चाहिँ हिउँदो जस्तै छ, तर आकाश हेऱ्यो भने चाहिँ बर्खा जस्तो तप चोइला जस्तो भइरहेछ। यहाँसम्म आइपुग्दा पानी परेन। अब हामी फेरि हिँड्नेछौँ पेडी गोठमा। यो चाहिँ हाम्रो गाईको गोठ हो। माथिको चाहिँ यो चाहिँ हाम्रो अम्बरङको, यो चाहिँ पनि हाम्रै हो। यस्तो छ। अलि सिङ छ अम्बरङ्गिलो। अम्बरङको चाहिँ सिङहरू यताउताको भारीहरू सुदेन हुँदा सुदेन न अब टक्क मुलाको साग यस्तो भएर रहेछ। कुकुरेका Anh trồng bài yang không phải? हेलो Khâu đang à? Abino. घाँस ल्याउनु भयो। कुकुर पाहुना पनि आएको छ अरे हाम्रो। हे ए अमुइ चाहिँ किन नयाँ पाहुना। यस्तो चिसो हुन्छ।
तुतिएको छैन। Pen đồ lại. Hả? Tôi nhớ bị nó đồ. नम्बिस्याउता हो। यो चाहिँ हो अन्नपूर्णको भेडाको करङ चिरिम तान हो तब सवा 3 किलोमिटर लागा थंगने हो 3 किलो ता शोरी तानम तजी मुने फिर स्कूल जाने गया जी सब तजी आयो छी तेरे तब सोइदा कोलान आमे बस ए 우지 정보를 집은 뭐 가수디 깨워 다 해도 했네. 그래 나지기 평생 가서이지. 때래 에 유지 왜 아유지? 지금 뭐이도 프랑나 바당 니벨 방배 랑니 어디베 바루. 방배 대바나 콜라 모레나. 그냥 뭐 가서 움직이들이 하나 양በት 가서. 그래 경미 잠이 되는 거. भात सात खाएर अब यहाँबाट हिँड्न लाग्यो 9 बजिसक्यो अब कति घन्टा हिँड्नुपर्छ 2 घन्टा जति उकालो लाग्नु पर्ला अनि पुग्छ त्यसपछि उन काटेर ल्याउने हो बाजेको पाथा लाउँदै यिनीहरू आज चढ्न जाँदैनन् यही घाँस खाएर बस्छ हान्छ फेरि सिउँ रगोला तर चालै थिन्छ चुप थिन्छ अब मेरो चाहिँ यहाँ छ टोपी लाउनु पर्यो सरी अनि यो चाहिँ यसरी राख्नुपर्ने हुन्छ अनि यस्तो गरेर यसो घुमाउँछु बोक्नु पर्ने हुन्छ हामी गयौँ अब बाजुको पात लाउँदै छारी फस्किल माझ्यो तुम्हारे जागो छ हम देख लभले यस्तो झुरुप्प भइसक्यो रहेछ भाइ कति वर्ष अगाडि 3-4 वर्ष अगाडि आएको थुप्रै वर्ष पो भएछ त्यहाँ माथि तर्जीसम्म चाहिँ आइरहन्छ यता चाहिँ आएको थिएन यहाँ पहिले त खुल्ला खुल्ला थियो अहिले त कुनाबाट नि झुरुप्प छेउबाट नि झुरुप्प हुन आएछ चुनाङ चम्मर कुर्देन कि बनाइनो पर्खाल यो पत्किसक्यो पर्खालभन्दा मुनि चाहिँ कुर्देनहरूको सामुदायिक वन है
यता चाहिँ पहिले चाहिँ घाँस दाउरा गर्न यताबाट वहाँ पर पुग्नु पर्थ्यो कति धेरै मान्छे हुन्थ्यो अहिले त तेरेमसिङमा तर्जी बङमाइन यङमल रु यहाँहरूमै पाउँछ अरे दाउराको भारी चाहिँ ओह्रालो उकालो लागेको अलिअलि थुप्रो बाटो हिँडियो मैले बाटै भुलेर रहेछु अघि यो बाटो आइसक्यो भने सोचेको थिएँ कहाँबाट पुग्थ्यो बल्ल पो यहाँ आइपुग्यो अब त आधी घन्टा जतिमा त पुग्छ होला बुवा पनि आइसक्नु भएको छ कता हो तर हाइकिङ हुँदैछ हाइकिङ हाम्रो चाहिँ भारी बोकेर अझ डोको क्यारी हुँदैछ डोको क्यारी लाउरे हुने हो हाम्रो आमा अब लाउरेसँग माना चला त गरी पालुवा उता नानी छोकमङ बुझु असेका डोको क्यारी बुङ ताउले मलाई लाउरे हुने हो अब हाम्रो लाउरे के हुन्थ्यो अब 3-4 वर्षमा वृद्ध भत्ता खाने बेला भइसक्यो पेन्सन आउँछ महिनाको कति 4000 총나 총봐 보소 뽑음 부대리 오가면 랍대 고르리 한자 सोझे न्यू पंक्षिम निकिले टोक्छ ताला शहर त फेरि लमे लब्रे ओलेन्दल अन म्याज माउरो हामी पुग्न लाग्यो अब नमछिक्ची कोरा कतिलाई मुझे पानी अलिअलि पर्न थालेको यस्तो छ 녀브랑ले थाहा कोही छैन भन्न मसिन बर्माला जे बैबाला गति जबे प्यो चन्दने न तुम्मा रक चन्दन काला शासिन रक चन्दन गिल्मी सिंगानो फर्मला केरी आदु गब्रा आकु दाना दा बेवामे कुदन देसिन दु रगन लिंग देंगरेन तुझा दक्षिणा साइला कहि जची जथा अदोजी ना इगे बर्खा लाग्यो बर्खा हिउँदको उन कटाए
भइसकेको छ। अब मेरो पालो आउँछ यहाँ। परम्परागत विधि यो चाहिँ यसरी हँसियाले खुकुरीले काट्ने गर्थ्यो। अहिले चाहिँ कैँची 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 यसरी अहिले चाहिँ यसरी कैँचीले अझै मेसिन आइपुगेको छैन। छु पानी पर्न लाग्यो। भिजा छ घरिघरि पर्दै रोकिँदै अलिअलि सिमसिम सिमसिम सिम पर्दै रोकिँदै गरेर छ। सक्या छैन। यो चाहिँ हो लोक्ताको बोट मल यसरी छ। पानी परेर हिलो हिलो भएको छ। पानी पर्यो। लेस्टी Mana na baru bina aja sam. अनि पर्यो घर जाने। अब 5 बज्न लागिसकेछ। यसरी ओर्लिँदैछौँ। अब फर्किएको घर पुग्न लाग्यो। धेरै छ बिहानैदेखि यतिकै। अया यस्तो भयो। आमालाई चाहिँ गोठमै छोडेँ। कतिवटा 4-5वटा सक्या छैन। भोलि सकाएर मात्रै आउनुहुन्छ। हामीहरू चाहिँ पानीमा भिज्दै गरेर आयौँ। अनि चाहिँ आया वहीँ यहाँ बुबाको गोठमा छोडेर आयौँ। झोला बोकेर मात्र हिँडेछौँ। Thank you for watching. Bye bye. अर्को भ्लगमा भेटौँला।